Guys, welcome back to my channel. It's your boy Jason Lama. हाम्रो दाजुले मासुको बनाउनुहुँदैछ। हिजो के हेर्नुभयो भ्लग? हेन्सी दाजु ल ह्याप्पी होली सबैजनालाई। ह्याप्पी होली, तिमीलाई ह्याप्पी होली। ह्याप्पी होली। गाइस त्यति नै भन्दै आजको भ्लग पनि फेरि स्टार्ट गरौँ मेरो सो द्याट त्यही हो एउटा भ्लगमा हाल्छु ल। यहाँ चाहिँ हाम्रो साथीहरूको चाहिँ बाइक रेन्टल छ। चाहिदेऊ तिमी मेरो यो नयनमा बसिदेऊ तिमी मेरो यो मनमा तर तिम्रो यो हृदयमा जुन नदेऊ मलाई घुमाउँथ्यो ओठमा तर तिमी आइदेऊ दामी दामी गाडी त्यो गाइसहरू चाहिँ आउँदै बसिरहेको जामको बारेमा के भन्नु भने यो धारावाहिक हो, दिल्लीको धारावाहिक दिल्लीको धारावाहिक है। अन्त अब जाम भएन भने त हामीलाई त बोरिङ पो लाग्नु थाल्यो अहिले। के भन्छ जाम भएन नि बोरिङ लाग्नु थाल्यो नि। क्या मेरो भनेर क्या माया थियो जन्जिर हो जहाँ हृदय कैद हुन्छ। माया थियो जन्जिर हो जहाँ नभुलाएर भुलिने हो नपहुँचाएर पहुँचिने हो। दामी 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 जाम दाम मामा थैंक यू भाई धन्यवाद। सो रहा है ओए त्यही भन्दै गाइस हजुर होलीको शुभकामनामा के अरे शुभकामना पऱ्यो त
मिलीको यसमा स्पेसल हुन्छ के भएन हामी सबैजना केटाहरूले खानु भने फेरिदिन्छ के खानु केटाहरूले के बनायो गाइस ए यहाँ छ केटाहरू फरक्कै हाम्रो केटाहरू पनि भएन नि त क्लिपै भएन चुडु के बनाए पक्रो त के भने खोलो त पराठा बनायो है छोटो ये दाल गरम करो ना भाई हाँ दाल को गरम करो भाई ये क्या बनाएगा मालूम नहीं चलो मुनी हाल दे भाई बस गरम पानी गरम क्या है वो आंसू किधर गया आंसू को ले गया था इसका नाटक ही ज्यादा है गर्लफ्रेंड के साथ झगड़ा हो गया बोल रहा है हेलो हेलो बोले इसको बात को सॉरी उसके बाद वो यहाँनिर केटा चाहिँ एकदमै गर्लफ्रेन्डको अल क्रेजी छ यो भाइ चाहिँ खाना खानु बोलाउँदा पनि आएको छैन नाटकै ज्यादा पार्दैछ यो भाइले चाहिँ अब लात घुसी थप्पडी हुनु बाँकी छ हिँड छिरो चाहिँ बुझापले नाटक नभए मर्छ भने यहाँ म झुन्डाइदिन्छु कि त हाम फाल्छ नि यहाँबाट फ्याँकिदिन्छु ओह्रालो के गर्छु लु चोइस इयर्स 3टा चोइस दिन्छु भन यो भाइलाई 3टा चोइस दिन्छु कि म भाउ 3टा चोइस दिन्छु तिमीलाई कि त झुन्डिन्छौ कि त हाम फाल्छौ कि त खाना खान्छौ चोइस इयर्स झुन्डिनु मन लाग्यो हेर म झुन्डाइन्छु हाम फाल्नु मन पर्ने यहाँबाट 2जना टिपेर कटाइन्छु तल थप्पडमा भात खान्छ नै इज्जत साथ लिनलु छिटो यो भाइको चाहिँ इमोसनल अत्याचार हुँदैछ कि यो भाइको चाहिँ बढी ज्यादा आज यो भाइलाई भ्लगमै मैले उयो गरिदिएको अब हाल्दै गयो भाइको जेराको नाटक भएको चाहिँ भाइ मर्नु आँटेछ कि उसको गर्लफ्रेन्डको यसो भ्लग हेर्दैछ भने चाहिँ घरको फ्यामिलीमा भाइ यो भाइ चाहिँ अब झुन्डेर मऱ्यो भने चाहिँ हाम्रो के रिक्स हुँदैन हो हाम फालेन के रिक्स हुँदैन आजको भ्लगको चाहिँ यही हो अब यो भाइ हो ब्रेकिङ न्युज यो भाइले कति सार्दैछ हो हिँड चौचापले लगाइसकेको है यो भाइलाई अलिकति गाली गर्नुपर्छ गुड नाइट गाइस